नमस्कार। आज मङ्सिर 25 गते 2082 साल डिसेम्बर 11 तारिक 2025 साल। आज म विष्णु पादुकामा आएको छु यो हाम्रो गोर्खा स्मारक पार्कमा। अब सुरु गरे हाम्रो यहाँदेखि त सबै छर्लङ्ग देखिन्छ। आज चाहिँ दामी छ, यस प्रकारको छ। यता यो पारितिर पनि देखाएँ। यो चाहिँ माथि विष्णु पादुकाको डाँडा हो। यो माथि देखिएको हुँदै यो अब यो कोका खोला यो 12 क्षेत्रतिर देखियो। यो 12 क्षेत्रदेखि पारि यो के भन्छ गाईघाटको माथि सिटतिर पर्छ यो देखिएको डाँडाहरू चाहिँ। अब यहाँ नजिक मात्रै लग्यो मैले। यो प्रवेशद्वारबाट म भित्री आइसकेको छु। अब भित्री चाहिँ यता भित्र छिर्दा चाहिँ दाहिनेपट्टिबाट मैले घुमाउँदैछु। दाहिनेपट्टिबाट घुमायो, यस प्रकारको देखियो। अब यताबाट धारण हुँदै धनकुटा काटी पुगिन्थ्यो परेवा दिन। मनको हर्षित हो बजार घुमेर एकैछिन। यो खोला तरेर जान्थ्यौ स्कुल पढ्नलाई। धनकुटा जानु पर्दथ्यो लैलै मोटर चढ्नलाई। धारण हुँदै धनकुटा काटी पुगिन्थ्यो परेवा दिन। मनको हर्षित हो बजार घुमेर एकैछिन। यो खोला तरेर जान्थ्यौ स्कुल पढ्नलाई। धनकुटा जानु पर्दथ्यो लैलै मोटर चढ्नलाई। धनकुटा धरण कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण। कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण। कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण। मेला भेट भएको बेला झरीले चुटेको। स्वर्ग जै लाग्ने जन्मेको ठाउँ सम्झन मनैमा। ऐसिलो दाना टिपेर खान जाइन्थ्यो बनैमा। पोल्टोमा राखी खान्थ्यौ नि मकै हाँडीमा भुटेको। त्यो राके मेला भेट भएको बेला झरीले चुटेको। स्वर्ग जै लाग्ने जन्मेको ठाउँ सम्झन मनैमा। ऐसिलो दाना टिपेर खान जाइन्थ्यो बनैमा। धनकुटा धरण कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण। कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण। कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण।
अगमसिंह दाजु त्यो हाते मिसिन लि आउँथे दसैँमा ठुलो र सानो तेरो र मेरो थिएन कसैमा वानर पाखा बिरहे भाका चरीले गाउँथ्यो बिहानी किरण झ्यालबाट चिहाई बिउझाउन आउँथ्यो अगमसिंह दाजु त्यो हाते मिसिन लि आउँथे दसैँमा ठुलो र सानो तेरो र मेरो थिएन कसैमा वानर पाखा बिरहे भाका चरीले गाउँथ्यो बिहानी किरण झ्यालबाट चिहाई बिउझाउन आउँथ्यो धनकुटा धरन कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरण कुन